आधाउधी त आफ्नो बच्चाको केयर गर्नको लागि आउनु भएको है, बच्चाहरूलाई कसरी हुर्काउने भनेर। बट धेरै जस्तो टिचरै बन्न आउनु भएको होला भन्ने आशा गर्छु। यबाट हामी सिक्छौँ कि बेस्ट टिचर भनेर के हो। मन्टेसरी ट्रेनिङ हामी लिँदैछौँ बेस्ट टिचर बन्नको लागि। एउटा उसमा द प्यारेन्ट्स राम्रो प्यारेन्ट्स बन्नको लागि एउटा साइडमा राखौँ, बट टिचर बन्नको लागि यहाँ आएर हामी ट्रेनिङ दिएर कसरी बच्चालाई राम्रोसँग पढाउने, कसरी आफ्नो 100% दिएर बच्चाहरूलाई नलेज दिने, त्यो बारेमा हामी यहाँ सिक्न आएको छौँ। त्यसमा हामी एकदमै ग्रेटफुल लाग्छ मलाई है। एन्ड अ टिचर इन्करेज स्टुडेन्ट्स टु आस्क क्वेसन्सहरू। अब स्टुडेन्टहरूले चाहिँ टिचरहरूले चाहिँ स्टुडेन्टहरूलाई कसरी कम्फर्टेबल बनाउने, आफूतिर कसरी अट्र्याक्ट गर्ने, अनि बच्चाहरूलाई कम्फर्टेबल गराएर एकदम नर्मली फ्रेन्डली वेमा क्वेसनहरू सोध्ने, आफूलाई कन्फ्युज भएको कुराहरू सोध्ने। त्यस्तो गर्दाखेरि टिचरहरूलाई पनि सजिलो हुने भयो, बच्चाहरूको कमी कमजोरीहरू थाहा हुने भयो। अनि बच्चाहरूले पनि टिचर त माउ बाबु जस्तै हुनुहुँदो रहेछ, उहाँलाई त आफ्नो नराम्रो लागेको कुराहरू राम्रो लागेको सबै कुरा सेयर गर्न मिल्छ भनेर त्यो कम्फर्टेबल एउटा लेभल बनाउनुहुन्छ क्या स्टुडेन्टहरू पनि। टिचरहरूले बनाइदिनु भयो भने स्टुडेन्टहरू आफै नै त्यस्तो हुनुहुन्छ। अनि टिचरहरूले चाहिँ अब बच्चाहरूले केही गल्ती गर्यो भनेर त्यो गल्तीलाई एकदम नराम्रो वेमा हजुरले गल्ती गर्नुभयो भनेर त्यसरी भन्नु कहिले पनि हुँदैन है। अलिकति इन्करेज र मोटिभेटिङ वेमा अलिकति हुन्छ नि बच्चाहरूलाई, यस्तो भएको छ केही छैन, अब नेक्स्ट टाइम अलिक बेटर गर्नुपर्छ है, त्यो अलि राम्रो टोनमा पनि राम्रो गर्दाखेरि राम्रो हुन्छ होला। अनि बेस्ट टिचरहरू चाहिँ अलवेज रेडी हुनुपर्छ है। अब कुनै लेसनहरू अर्गनाइज गर्नको लागि एकदम प्रिपेयर नै हुनुपर्छ। अनि बेस्ट टिचरले चाहिँ आफ्नो क्लासरुमलाई चाहिँ एकदम इन्ट्रेस्टिङ बनाउनुपर्छ। क्लासरुमलाई डेकोर गरेर हुन्छ कि क्लासरुमलाई ब्युटिफुल बनाएर हुन्छ कि अब एभ्री वानले यसरी फिल गरोस् कि प्लेग्राउन्ड के टिचर मतलब पढ्न आएको होइन, हामी त खेल्दै पढ्ने, त्यो पढ्ने भनेर पढ्ने मात्रै होइन कि हामी त खेल्दै सिक्ने टाइपको होस्। अनि टिचरहरूले चाहिँ अब बच्चाहरूलाई सधैँ अब यो बच्चा त अलिक ट्यालेन्ट छ, उसलाई चाहिँ म अलिकति राम्रो ट्रिट गर्छु, ऊ बच्चा चाहिँ अलिकति ऊ छैन भनेर त्यस्तो कहिले पनि सोच्नु हुँदैन है। हामीले चाहिँ सबैले इक्वल नै सोच्नुपर्छ बच्चाहरूलाई। उसले आफूलाई टिचर मानेको छ भनेपछि, आफूलाई एउटाले टिचर मानेको छ भनेपछि टिचरले पनि सबै बच्चाहरूलाई इक्वल नै सोच्नुपर्छ। अनि टिचरले चाहिँ आफ्नो कुराहरू एकदम राम्रोसँग एक्सप्लेन गर्नुपर्छ है। बच्चाहरूले कन्फ्युज भयो, म्याम मलाई त्यो आएन भन्दाखेरि रिसाउनु कहिले पनि हुँदैन। हाम्रो टिचरहरूले पनि भन्नुहुन्थ्यो हजुरहरूलाई आएन भने 10चोटि भन्नुहोस्, म 10चोटि सोध्नुहोस् 10चोटि भनिदिन्छु भने। तर हामीले 2चोटि सोद्धाखेरि कराउनु हुन्थ्यो क्या, ध्यान गर्दाखेरि तिमीहरूको यस्तो भनेर कराइदिनु हुन्थ्यो। बट हामीले चाहिँ त्यस्तो गर्नु भएन है। हामीले चाहिँ अब सानो बच्चाहरूलाई त राम्रो होस् न है, तिनीहरूको पनि राम्रै अब भविष्य। टिचरहरूले भन्छ नि अरू डक्टरहरूले बिरामी होस्, मेरोमा पेसेन्ट आओस्, यस्तो होस् भनेर टिचरले त्यस्तो कहिले पनि सोच्दैन अरे कि। जति सक्दो चाहिँ मैले बच्चाहरूलाई नलेजहरू प्रोभाइड गरौँ, नराम्रो कहिले पनि सोच्दैन टिचरहरूले। अनि बच्चाहरूले चाहिँ आफ्नो एबिलिटिजहरू पनि देखाउन सकोस् के, इन्करेज गर्दैमा। अब बच्चाहरूले यस्तो केही अरू कुरामा पनि इन्ट्रेस्ट पढ्दाखेरि अरू कुरामै केही गरिरहेको छ भने चाहिँ उसलाई आफूतिर अट्र्याक्ट कसरी गर्ने, ध्यान दिएन भने चाहिँ अट्र्याक्ट कसरी गर्ने, त्यो मेथडहरू सिक्नु पऱ्यो क्या। थ्याङ्क यू अल, यति नै हो।